अब गएर हामी त्यही पार्टीको छेउछाउ बस्छौँ, टेन्ट सेन्ट लाएर चाहिँ बस्ने भन्ने कुरा भयो। जब दाउरा छैन भने चाहिँ हामीलाई हल्का मुस्किल पर्न सक्छ। सारामा जिउँदैछु आज कट्टीको अरे त कट्टिस पो गर्दै मिठो कि भोजन मिठो भनेर। अहिलेको चाहिँ 5:30 भएको छ र अनि हामी चाहिँ जाँदैछौँ हाम्रो ट्रेकमा। आज बिहिबारे बजार पनि हो, त्यही भएर मान्छे अलिक छिटो उठ्छ नि। अहिले चाहिँ घाम पनि उदाइसकेको छ र अब हामी जाँदैछौँ मास्तिरतिर होइन। हामीले चाहिँ गाडीमा पनि आउँदा आउँदै गाडी भेटेर अहिले चाहिँ हामी गाडीमा चढिरहेछौँ। देख्न सक्नुहुन्छ कस्तो दामी घाम उदाउँदैछ है पूर्वबाट। अनि यहाँ भाइ चाहिँ साथी यस्तो छ है सबै कुराहरू। हेरौँ अब हाम्रो गन्तव्य कहाँसम्म पुग्छ। हामी निरन्तर रूपमा पाइला चाल्नेछौँ, केही भेटियो भने चढ्नेछौँ। हामीलाई चाहिँ अहिले अङ्कल यहाँ गाडीसम्म छोडिदिइसक्नु भएको छ र अहिले चाहिँ हामी इन्द्रायणी पोखरी आइसकेका छौँ है। इन्द्रायणी पोखरी यस्तो रहेको छ दामी। अब हाम्रो गन्तव्य यहाँबाट अझै अगाडि बढ्दै जानेछ। अब यहाँबाट अङ्कल चाहिँ तलतिर जानु हुने रहेछ, त्यही भएर हो अब हामी टक्क उकालो निक्लिन्छौँ है त। अहिले चाहिँ ठ्याक्कै 7:13 जति भएको छ र हामी चाहिँ बुद्धधाराबाट उकालो निक्लिँदैछौँ होइन। यो चाहिँ यताबाट भर्खर सनराइज भइरहेछ अनि यता हामी हिँडिरहेछौँ। यतापट्टि कामहरू गरिरहनु भएको रहेछ है। अनि हाम्रो ट्रेकिङ दामी चलिरहेछ। अहिले चाहिँ हामी इन्द्रायणी पोखरीबाट धेरै नै माथि टाढा छौँ है। अनि त्यसपछि अहिले चाहिँ हामी यहाँ बसिरहेछौँ र मेरो हातमा लाइटर छ होइन। यो चाहिँ किनभनेदेखि यहाँ आगो बालेर चाहिँ अब हामीले चिया खाएर चाहिँ अब हामीले जानुपर्ने हुन्छ यहाँबाट। के भयो तेल पोख्यो खोर्सानी? ओहो खत्तम भइहालेछ नि यार। आगो पनि बलिसकेको छ है। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले आगो बल्दैछ। यहाँ पानीको चाहिँ हल्का कमजोरी भएको हो भन्ने कुरा चाहिँ आयो। पानी भेटिएन? ल पानी केही फरक परेन, यही गरौँ अनि एकछिनमा उ त्यहाँ पर पानी छ भने थाप्नु ल होइन। रोक्सिङमा पानी जति पनि छँदैछ त्यहाँ थाप्ने। ल हामीसँग भएकै पानी चाहिँ हामी इस्तेमाल गर्छौँ, युज गर्छौँ होइन। आज हामी हिँड्न पनि धेरै हिँड्यौँ तर हामी 8:30 बजे 8:30 बजेसम्म हामी रोक्सिङ पुगिसक्थ्यौँ। तर हामी रोक्सिङ नपुग्ने, हामी त्यहाँबाट ओरै बसेर चाहिँ हामीले हाम्रो खाजा नास्ता गर्ने भनेर बसेको। अब हाम्रो खाजा नास्ता हुन्छ। हामीले ल्याएको सामानहरू चाहिँ यस्तो धेरै नै छ क्या। अब हामीले यतिमै मात्रै सुत्यौँ भने पनि हामीलाई इनफ पुग्न चाहिँ, तर हामी लाएरै सुत्छौँ जस्तो लाग्दैछ। अनि यहाँ चाहिँ भाइले चाहिँ लट्ठी बनाउँदैछ टेकेर जानको लागि। केटाहरू सब काम गर्नुपर्छ है। यो ठाउँमा आएर चाहिँ हामीले रमाइलो पनि गरिसक्यो। यहाँ ठाउँमा आएर चाहिँ हामीले मिठो खाजा पनि खाइसक्यो होइन। अनि हाम्रो अहिले चाहिँ हामीले आवश्यक पर्ने इनर्जी हामीले चाहिँ गेन गरिसक्यौँ। अब चाहिँ हामी के गर्दैछौँ भने फेरि उकालो बाटो हिँड्दैछौँ। यहाँबाट उकालो त छैन, तिर्से नै छ है। अनि यहाँ केटाहरू पनि सबजना रेडी भइसक्यो। अनि हामी 3जनाको लट्ठी पनि रेडी भइसक्यो। हामी चाहिँ अहिले रोक्सिङ आइपुगिसक्यौँ। तपाईँलाई कस्तो लागिरहेको छ यहाँसम्म आइपुग्दा? फेरि कतिको खुट्टा दुखाइ केही छ कि छैन? केही छैन, हामी एकदम आरामले आइरहेछौँ। अब आरामले नै मास्टर जान्छौँ। हो यो चाहिँ रोक्सिङ बजार हो है। एकदमै ब्युटी छ यो होइन। तर घरहरू त्यस्तो धेरै चाहिँ छैन, थोरै मात्रामा छ। त्यस्तो धेरै टाइम नलाग्ने रहेछ वहाँ पुग्नको लागि, चाँडै पुग्ने रहेछौँ अरे। हामी आज हाम्रो गन्तव्यसम्म पुगेरै छोड्ने है भन्ने कुरा चाहिँ हाम्रो छ धारणा। अनि अब पानी सानी थापेर उकालो लाग्छौँ हामी। ए उकालो होइन? ए हुन्छ। यहाँ कस्तो कडक हावा चलिरहेछ अनि दामी चिसो पनि भइरहेछ, तर गर्मी पनि चलिरहेछ, घाम पनि लागिरहेछ अहिले होइन। अनि यस्तो भिड छ यहाँ
अब हामी उकालो लागिसक्यौँ। हामीले त्यहाँ एउटा हजुरबालाई सोधेर उहाँले भनिदिनु भयो अनि हामी उकालो जाँदैछौँ। हेरौँ कतिखेर हामी हाम्रो गन्तव्यमा पुग्छौँ। हामी रमाइलो गर्छौँ, खानासाना खाएर बनाएर होइन। अझ अनि लास्टै 8 भइया हिँड्दा हिँड्दा हामीले चाहिँ अहिले फेरि नयाँ खालको चाहिँ घरको चाहिँ लौरो बनायौँ। किनभनेदेखि मैले चाहिँ मेरो लौरो चाहिँ के गरेँ भनेदेखि तलै छोडेर आइछु। अब बिर्सेछु लौरोलाई होइन, त्यही भएर चाहिँ यहाँ आएर बनाउनु पऱ्यो। अब यसको लौरो चाहिँ म बोक्छु र अनि यसले चाहिँ भर्खर बनाएको बोक्छ भन्ने एउटा कुरा भइरहेछ। अब त्यही अनुसार चाहिँ हामी जान्छौँ अब उकालो। आजको हाम्रो गन्तव्य के हुन्छ थाहा छैन, राम्रै सफल सुखद हुन्छ भन्ने चाहिँ मलाई आशा छ। अनि त्यसपछि अब हामी लागिहाल्छौँ। आज हामी जतिसक्दो पुग्नु पर्ने छ, किनभनेदेखि यहीँनिर 11 बज्न आँटिसक्यो। हामी सानो हलेसी पनि कटेका छैनौँ है। यो चाहिँ हो मेन रियल प्रब्लम भनेको हाम्रो। तपाईँहरू देख्न सक्नुहुन्छ कस्तो दामी भ्यू छ होइन। यतापट्टि टक्क यस्तो यस्तो के भन्छ यो चिज छ र अनि माथि सबै यस्तै यस्तै मात्रै छ क्या, ठुल्ठुलो रुखहरू छँदै छैन। तपाईँहरूले आफूलाई चिन्नको लागि नेचरसँग घुलमिल हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। अब यसले मलाई चुइगम दिँदैछ, म चुइगम खान्छु लागि ल। अहिले चाहिँ हामी यहाँ थकै मारेर बसिरहेका छौँ, खाजा खाँदै सब्जी खाँदै। यो खाँदाखेरि चाहिँ मलाई एउटा याद आयो क्या, भोक मिठो कि भोजन मिठो भनेर। भोग मिठो, भोक मिठो, भोग मिठो। गले म चाहिँ केटाहरू यहाँ म सहारामा जिउँदैछु आज लट्ठीको। के हो तेरो लट्ठीको नाम? मेरो लट्ठीको नाम के पो थियो? सिरुपाते। सिरुपाते। मेरो लट्ठीको नाम चाहिँ एकान्तै हो। हामी चाहिँ अहिले यहाँ रेस्ट गरेर बसिरहेछौँ होइन। अनि त्यसपछि अब गाडी आउँछ कि भनेर अब यहाँ गाडी आउँदैछ। ट्र्याक्टर सुन त, त्यो त प्लेन हो, त्यो अहिलेको कुद्ने चाहिँ प्लेन हो। अब यहाँ कुद्दै आयो भने चाहिँ ट्र्याक्टरै हुन्छ त्यो। ल अहिले चाहिँ हामी उकालो निक्लिछौँ होइन। बाटो फेरि दामी छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। यस्तो बाटो दमसाले बाटो छ उकालो, हिँड्न मजा आइरह। हामीलाई दुःख पछिको सुखको नै महत्त्व लाग्छ, त्यही भएर हामी दुःख गर्नुपर्छ भन्ने मेरो धारणा। अनि मेरो साथी पछाडि छ, चप्याक सान्दैछ, के लगाएको छ भन्ने कुरो मैले एकछिनमा भन्छ। अब म बोल्न सक्दिनँ। हामी चाहिँ अहिले रोड पुरै पारिबाट हिँड्दै आइसक्यौँ। यहाँ आएर बसेको यत्रो टाइम भइसक्यो है केटाहरू, अनि पुगेकै छैन हामी अहिलेसम्म पनि। यहाँबाट देखिँदै थियो पारि उयो ठाउँ, अब त्यहाँ पुगिसकेपछि यहाँनिर देखिँदै थियो। अब त्यहाँ पुगिसकेपछि कतापट्टि जाने बाटो छ है थाहा छैन, तर आकाश चाहिँ दामी देखिरहेछ। आकाशभन्दा नि दामी त म देखिरहेको छु नि, त्योभन्दा दामी मेरो जुत्ता। त्यो हिमाल अरे ढुङ्गा चुचुरो के भन्छ त्यसलाई, पहाड। अहिले चाहिँ म सेल्मी आइपुगिसकेँ। म मात्रै नभनेर मेरा साथीहरू पनि हामी सेल्मी आइपुगिसक्यौँ होइन। अब सेल्मीबाट हिँड्दैछौँ, यहाँबाट 2 घन्टा लाग्छ अरे। अब 2 घन्टाको बाटो चाहिँ हामी तय गर्नेछौँ। अनि यस्तो काँध दुखेर चाहिँ लास्ट टेन्सन भइरहेको थियो। अघि त माया कसम जसरी नि पुगिहालिन्छ नि भन्ने भइरहेको थियो। अहिले पनि छ, तर काँध वाल दुखिरहेको छ। कतिखेर चाहिँ आनन्दले बिसाउन पाएदेखि हुन्थ्यो भन्ने चाहिँ एउटा मनमा चाहिँ छ है। तर दामी ठाउँ छ क्या, घरहरू पनि चिडिक्कको छ, आनन्दको दामी। हामी चाहिँ अब सेल्मीबाट लगातार हिँडेछौँ। अब कतिखेर अब हाम्रो टुरमा चाहिँ के कस्तो अनुभव भइरहेको छ त केटाहरूलाई, यसो त्यस्तो रमाइलो गफहरू पनि सुन्नुपर्छ। हाम्रो ट्रेक सफल रहनेछ र हामी सँगसँगै हामी मात्रै होइन तपाईँहरू पनि हाम्रो यो ट्रेकमा सहभागी हुनुभएको छ। तपाईँहरूलाई धेरै बधाई छ। अहिलेसम्मको यात्रामा चाहिँ एउटा किराना पसल भेटिसक्यौँ, अहिले पनि थियो, तर त्यतिखेर हामीले इग्नोर गरेर हिँड्यौँ। अहिले चाहिँ हामीलाई चटपटे त्यहाँ देखेको कारणले गर्दाखेरि चाहिँ चटपटे खाना मन लागेको छ र अब हामी चटपटे खान्छौँ। अब यो घरमा मान्छे चाहिँ हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा हो है। हुनुहुन्न जस्तो छ है, कोही त छ त्यहाँ।
किन हल्लिरहेको त नत्र घरमा को हुनुहुन्छ पसलमा के भन्ने हेलो पसलमा को हुनुहुन्छ कोही हुनुहुन्छ तपाईँहरू पसलमा हुनुहुन्न जस्तो छ के गर्नु त अब वेट गरेर अब रात पर्ने भयो अनि तर घर दामी लाग्यो है मलाई यतिको मैले त सहज बाटो रोजेको भने अब के गर्ने सहज बाटो यस्तो निक्ल्यो यसमा मेरो कुनै दोष छैन लास्टै दामी ठाउँ रहेछ अब चाहिँ साँझ पनि परिसक्यो 4 बजिसक्यो आजको हाम्रो वासस्थान चाहिँ पान्दारामै हुने भयो त्यहाँभन्दा उता हामी जान नसक्ने भयौँ त्यहाँदेखि माथि अलिकति माथि के अरे हामी बस्ने भनेको अघि हजुर ल अरे त कट्टुस पो गर्दै त म अहिले उतै हामी कट्टुस गाडीमा सुत्नेवाला छौँ आज होइन भाइ रातभरि कट्टुस खोज्दै खाँदै गर्नुपर्छ भाइ बिकज युआर भैँसीको ज्वाइँ भन्थे केटाकेटीमा है मुनतिर रहेछ त पान्दारे मासतिर भन्दै थियौ क्या तिमीले म पनि मासतिरै बाँध्दै थिएँ तर होइन रहेछ लास्टै हात गरेर वाउ आमा हामी चाहिँ अहिले पान्दारे आइपुग्यौँ है अब यहाँ माथि चाहिँ एउटा गुम्बा थियो अब त्यो गुम्बा चाहिँ देखाउन नजाउँ पर्सि आउँदा पस्छु त्यहाँ अब सबैभन्दा सुरुमा हाम्रो गन्तव्य कहाँ हो त्यहाँ चाहिँ मेनली फोकस गरेर त्यहाँ चाहिँ पुगेर चाहिँ फिर्किँदा फेरि चाहिँ सबै ठाउँ घुम्दै 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 आउने भन्ने कुरा छ अब यहाँबाट जाँदा पनि अब जति आँखाले देख्यो त्यो कुराहरू हेर्दै 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 गइएको छ होइन जुन चाहिँ हामीलाई एकदमै मनोरञ्जन फिल गराइरहेछ अनि अलिक समयमा आइएन छ जस्तो लाग्यो किनभने यसो हरियो भएको भए अझै दामी देखिन्थ्यो होला यहाँ चाहिँ गुम्बा मयुम गाउँ कलिपका भ्रमण गर्नुभएकोमा यहाँहरूलाई धन्यवाद भनिरहेको छ ल जाउँ यहाँ माथि के छ है त हामी यसो अब अवलोकन गर्दैछौँ नाइट भइसक्यो दामी भ्यू आइरहेछ दामी छ यहाँनिर जाउँ मासतिर बजार लाग्ने ठाउँ यहाँ चाहिँ हो क्या यहाँ रहेछ नि त बजार लाग्ने ठाउँ पारस सामान बेच्न आएको भन्छ यसैलाई थाहा रहन्छ ल दामी रहेछ ठिक छ टक्क माथि डाँडाको बिचमा मुनि यहाँ बजार दामी लाग्ने रहेछ पानधारेको 5वटा धारा भएको ठाउँ हामी आइपुगेका छौँ टक्क 5वटा धारा चाहिँ 1 2 3 4 5वटा माछा छ भन्छ त्यो त दामी रहेछ तर पानी पनि सङ्लो है यहीँ उम्रेको पानी हो यो यहाँबाट चाहिँ अब हाम्रो मुन्दुम ट्रेक चाहिँ स्टार्ट भइसकेको छ अनि अहिलेसम्म चाहिँ हामीले आएर यही पान्दारेमा बस्यौँ होइन अब यहाँबाट चाहिँ मुन्दुम ट्रेक स्टार्ट भयो भनेर चाहिँ हामीले थाहा पाइसक्यौँ अब यता मासतिरबाट उकालो निक्लिन्छौँ होइन अनि त्यसपछि टेन्ट सेन्ट लाएर चाहिँ बस्ने भन्ने कुरा भयो अनि अहिले त्यहाँ फोन पनि चार्जमा त लायौँ तर चार्ज चाहिँ खासै धेरै चाहिँ छैन मेरोमा अनि हात पनि लास्टै एउटा चिसो भयो अब साथीहरू देख्न सक्नुहुन्छ पारस चाहिँ देखियो अगाडिको भाइ चाहिँ देखिएन हात चाहिँ दामी ठिराइरहेछ तर जे होस् दिउँसो हिँड्नको लागि पनि दामी रहेछ हात यस्तो ठिराइरहेछ नि हात आम्मामामा कुरै छोड्यो अब त्यता दाउरा छ कि छैन भने पनि कुरा आउँछ है दाउरा हुनुपर्ने छ जब दाउरा छैन भने चाहिँ हामीलाई हल्का मुस्किल पर्न सक्छ अनि पार्टीको छेउछाउ चाहिँ पानी सानी पनि छ बस्नु भन्नुहुँदै अब गएर हामी त्यही पार्टीको छेउछाउ बस्छौँ अनि अब यस्तै हो अन्धकार छ हेलो गाइस व्हाट्सअप गुड मर्निङ अल तपाईँहरू सन्चै हुनुहुन्छ होला हामीलाई चाहिँ लास्टै जाडो छ किनभने हामी हाइकिङ्समा आएका छौँ तर हामीलाई थाहा थियो कि वहाँनिर माथि गुफा रहेछ यहाँनिर चाहिँ चिसोमा बस्यौँ नि यहाँनिर चाहिँ हामी चाहिँ टक्क अब ब्रेड स्रेड खाने बिहानको हाम्रो खाजामा चाहिँ होइन विथ हनी
ज्याकेटहरूले लगाउँदैछ खोइ कहिले लगाइसक्छ त ए झऱ्यो 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 दामी ल अनि यतापट्टि टक्क आएको छ अनि यसरी चिया छ टक्क तिनजनालाई अनि थर्मसमा पानी चाहिँ रेडी बनाएर राखेको छ अहिले उकालो जाँदाखेरि काम लाग्छ भनेर अनि अहिले यो हामी यो पार्टीमा बसेको है अनि यो पार्टी चाहिँ ठिकै छ माथिको राति चिसो चाहिँ चिसो भयो अब भोलि आजदेखि चाहिँ हामीले कसरी बस्ने रहेछ भन्ने कुरा चाहिँ हामीले थाहा पायौँ हामीलाई ढिलो पनि भयो अनि यहाँनिर पनि यो पनि एउटा प्राकृतिक प्लेस हो है यहाँ पनि मान्छेहरू हेर्नको लागि घुम्नको लागि आउँछन् तर यहाँ हल्का व्यवस्थित गर्ने बेला भएको रहेछ फोहोर भएको रहेछ त्यो बाँड चाहिँ कस्तो रहेछ भने पिक्चर होइन रहेछ त्यो चाहिँ अलरेडी आकृति बनेको रहेछ पहिले ढुङ्गामा हो अनि त्यो चाहिँ आकृति बनेको रहेछ माथि मैले हेरेर आउँदाखेरि उतापट्टि पछाडिपट्टि चाहिँ गुफा छ त्यसको अनि त्यो आकृति बनिसकेको कारणले गर्दाखेरि चाहिँ त्यहाँदेखि तलतिर पनि एउटा आकृति बनिरहेछ गोलो गोलो आकारको त धेरै कुरा लेखेको छ ढुङ्गामा पहिले प्राचीन कालहरूदेखि लेखेको कुराहरू रहेछ हामी अहिले चाहिँ सनराइज टक्क सन टक्क आयो यतापट्टि घाम उयो देखिरहेको रहेछ एकदम मौसम एकदम साफ छ अहिलेको लागि हल्का टुसारो तलतिर डटिलो हल्का टुसारो परेको छ तर टुसारो पनि यता पनि पर्दैन तर यो ठाउँमा चाहिँ ठ्याक्कै परेन जुन ठाउँमा हामी बसेको छौँ ठ्याक्कै हामी बसेको ठाउँमा चाहिँ टुसारो परेको छैन तर शीत चाहिँ अति धेरै थियो ब्रेड खाउँ खाजा खाइहालौँ भोक लागिरहेछ अब खाजा खाएर फेरि अब हाम्रो गन्तव्य स्टार्ट गरिहाल्नुपर्छ उकालो निस्किनुपर्छ त्यही भएर चाहिँ हामी जति सक्दो चाँडो चाहिँ अब खाजासाजा खान्छौँ निक्लिन्छौँ अब हेरौँ हाम्रो यात्रा कहाँदेखि कहाँसम्म गएर कहिले टुङ्गिन्छ भन्ने कुरा मात्रै छ होइन अब माथितिर बस्नको लागि अझ कठिन छ यो समयमा आउने समय होइन भनेर चाहिँ भनेका छन् होइन अब मान्छेहरूले चाहिँ अब उता जान सकिँदैन नै भनेका छन् 100% सकिँदैन भन्दा नि 99% चाहिँ सकिँदैन भनेका होइन अब हामीले 1% को चान्समा चाहिँ अब हामी उकालो चढ्ने हो होइन अब त्यो हेरेर चाहिँ अब हेरौँ अब हामी कतिको सर्भाइभ गर्न सक्छौँ जाडो महिनामा के लिएर आउँदा फेरि फाइदा हुन्छ भनेर हामी लास्टमा पनि भन्नेछौँ र अहिले चाहिँ हाम्रो भ्लगहरू चाहिँ निरन्तर रूपमा चलिरहनेछ ल दामी छ खाजा दामी टोक्दिउँ त एक बाइट हानिदिइहालौँ न आज चाहिन्छ भनेर हामीले यो ब्रेड चाहिँ हिजै लिएर आएको थियौँ